हेलो गाइस, आज चाहिँ हामीहरू बुढी रन गऱ्यौँ। यो भिडियो भोलि रिलिज हुँदैछ। अहिले सुरुवात हो, अन्त्य पनि देखाउने छौँ हामी हजुरहरूलाई। ल देख्न सक्नुहुन्छ आरामले। आजको यो सग्रातको दिन बुढी बोलाइ कार्यक्रममा सबैलाई स्वागत छ। हामीले चोरी गरेर ल्याएको बुढी यहाँ मान्छेहरूको भिड ज्यादा छैन। बुढी बोलिसकेको छ, देख्न सक्नुहुन्छ। थुई गर्ने पालो आइसकेको छ। तपाईले देख्न सक्नुहुन्छ यता धेरै क्राउड रहेको छ। देख्नुस् देख्नुस् देख्नुस्। क्यामेरा ब्याक, क्यामेरा ब्याक। तपाईले देख्न सक्नुहुन्छ ल मान्छे चम्कद्दछ र त देखिँदछ। ए भाग दिए भाग दिए भाग दिए। आज चाहिँ मेलौली नगरपालिका वार्ड नम्बर 7 गाउँकोटको श्री भरतपुर माध्यमिक विद्यालयको पुरानो स्कुलमा हामी धेरैजना मिलेर एउटा आज बुढी टुट्दैछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ यता चाहिँ धेरै क्राउड रहेको छ। तपाईले देख्न सक्नुहुन्छ यहाँ कलाकारहरू उत्तेजन भइरहेका छन्। हाम्रो बुढी बोलेको अवस्था यहाँ खतरा बोलिरहेको हैन। यो आगो चाहिँ बलेर आकाशसम्म उडिरहेको छ। तपाईले देख्न सक्नुहुन्छ हामीले बुढी बोलिरहेका छौं। अहिले चाहिँ यहाँ चाहिँ काक्रो थुकिरहेको अवस्था छ। काक्रोलाई चाहिँ थुकिरहेको अवस्था छ। यता चाहिँ थुक्दा थुक्दै थुक पनि सकिन लागिसकेको छ। देख्न सक्नुहुन्छ उता एउटा मान्छे वाह झिकडा हालिरहेका छन्। यहाँ सबैले थुकिरहेका छन्। यहाँ त कोही मान्छे हलमा पनि थुकिरहेका छन्। अब
खोली सक्ने अवस्थामा छ बुढी। बुढी सकिन लागेको अवस्था छ। आज अमेगाउँ नगरपालिका वडा नम्बर 7 खोइ बडा छोइ भइरहेछ बुढी खोली। छोइ बुढिया छोइ छोइ। हामी चाहिँ ककडाको बक्खल मात्र थुक्दैछौँ। हेर्न सक्नुहुन्छ यता चाहिँ हाम्रो जिस भइसकेको छ। यहाँ चाहिँ बच्चादेखि बुढासम्म सबैजना पालन भइसकेका छन्। यहाँ खाना बच्चाहरू पनि आएका छन्, देख्न सक्नुहुन्छ। बच्चादेखि हाम्रो आमा पनि आएका छन् पछि। यहाँ चाहिँ काम धेरै नै काममा रुचि भएका व्यक्ति गणेश चन्द्रज्यू यहाँ भिडियो पनि धेरै लामो भइसकेको छ साथीहरू। अब चाहिँ सबैजनालाई भाग दिने पालो आउँदैछ। आकाशमा पनि ओहो भिडियो लामै बन्दा होला। ये 7 मिनट हो ये। तपाईले काक्रो पनि देख्न सक्नुहुन्छ। काक्रो थुक्या ठिक्क होको कपुन बटनमा पर्छ आफू पुइ त पाइन्छ। हामीलाई चाहिँ काक्रो पनि खाने मन लागिसक्यो, हामी काक्रो पनि खाँदैछौँ। गणेश चन्दले पहिलो भाग चाहिँ तोलेतर्फ उठाइसक्नु भएको छ, देख्न सक्नुहुन्छ। एउटा भाग चाहिँ गइसकेको छ। अब दोस्रो भागमा तल चाहिँ एउटा गाजौको लुटो पनि डजिसक्नु भएको छ। तल चाहिँ पुरै गाजौको गजा डजिसकेको छ। भिडियो चाहिँ एकदम कडा भइरहेको छ, तपाईहरूले देख्न सक्नुहुन्छ। भोज ल ल ल ल ल ल बास्यो बास्यो ल ल ल ल यो चाहिँ गुबाडीको धम्बजेलाई भाग गइसकेको छ। अब चाहिँ कल्याड कल्याड यहाँ उपस्थित भएका भाइ बहिनीहरूले मिसाइल छोडिरहेका छन् हाम्रो गाउँघरमा। लो कानाली कानाली यो भाग कानाली जाँदैछ। लो अब चाहिँ अब घुमेर सिधै रिङ्गाको धामीलाई जाँदैछ भाग। रिङ्गाको धामीलाई भाग हो।
अब चाहिँ मल्लगाउँ जाँदैछ यो भाग मल्लगाउँ मल्लगाउँ गयो यो भाग। मल्लगाउँ पनि पुगेको छ भाग। अब हेरौँ काको बालो रहेको छ। यहाँ चाहिँ अब पुरै सबै थोक नष्ट भइसकेको छ। अब चाहिँ मार्कट्याको भाग गइसकेको छ। ओइ 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 यो चाहिँ तोल्याको भर्खरलाई पनि भुक्त्यो। भगतलाई पनि गइसकेको छ भाग। अब फेरि हेरौँ कसको बालो रहेको छ। हडेली 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 ओ हो हो जुडा तेरो भाग। डुङ्गाको लट्ठ्याको भाग पनि गइसकेको छ। सब गुबाडा मान्छे भनिदिएर टोटल ल भयो। ल जी बिहालाई ल भाग चाहिँ गुबाडीको सानो पुगेको छ। यो मेला यति छ काक्रो पनि सकिन लागिसकेको छ। तपाईँले देख्न सक्नुहुन्छ काक्रोलाई पनि। यता भिडियो पनि बनिरहेका छन्। भाग दिइदियो नि त झट्टु 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 झट्टु। ल बोरगाउँको भाग चाहिँ सिधा राकेट जस्तै गएको छ देख्न सक्नुहुन्छ। आजका जोई काट्न आएपछि रुक। ल ल ल यता चाहिँ तिलक लगाउने प्रयास तिलक लगाउने कार्यक्रम तयार भइसकेको छ। उहाँ देख्न सक्नुहुन्छ। आजको कार्यक्रम चाहिँ यही सम्पन्न भयो।